हेलो गाइज, वेलकम टु एनदर भिडियो। र आजको भिडियोमा मैले सधैँभरि चाहिँ क्रिकेटका खबर लिएर आएको छु। आजको भिडियोमा मैले आइपिएल 2025को म्याच नम्बर 23 राजस्थान रोयल्स र गुजरात टाइटन्सको बारेमा एनालाइसिस गर्नेछु। ब्याटिङ फ्रेन्डली पिच हो या बोलिङ फ्रेन्डली पिच हो, म्याच कहाँ खेलिनेछ र नेपाली समयअनुसार कति बजी सुरु हुनेछ। र आजको खेल राजस्थान रोयल्स र गुजरात टाइटन्स बिच नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा हुनेछ। र यो ब्याटिङ फ्रेन्डली पिच हो र यो पिचमा एकदम रन बसिनेछ र यसमा हाइएस्ट रन स्कोररको रूपमा पनि हामी देख्न सक्नुहुन्छ यो पिचको लागि। र अघिल्लो म्याचमा चाहिँ यसमा पन्जाब किङ्सले 243 रन बनाएको थियो र अहमदाबादमा यसको होम ग्राउन्डमै दुलोचक आएको थियो। र आजको खेलमा चाहिँ एकदमै स्ट्रङ छन् दुईटै टिम। भर्खरै राजस्थान रोयल्सले पनि पन्जाब किङ्सलाई घरमै हराएको थियो भने गुजरात टाइटन्सले बेङ्गलोरको घरमा गएर हराएर यहाँ पुगेको छ। र गुजरात टाइटन्स पोइन्ट टेबलको 2 नम्बरमा छ भने राजस्थान रोयल्स पोइन्ट टेबलको 5 नम्बरमा छ। र आजको खेल एकदम प्रतिस्पर्धा रूपमा देख्न सकिन्छ। हामी राजस्थान रोयल्सका पनि कडा ओपनर छन् एसएसपी जस्ता र सञ्जु सैमसनले ओपन गर्नेछन् भने गुजरात टाइटन्सका शुभम गिल, कप्तान शुभम गिल र साई सुदर्शन एकदम आक्रामक खेल्ने खेलाडीको रूपमा पनि हामी हेर्न सक्छौँ साई सुदर्शन। र यो खेलमा चाहिँ एकदमै ठुलो रन बसिनेछ। र मैले भनि पनि सकेको छु यो ब्याटिङ फ्रेन्डली पिच हो र अहमदाबादको स्टेडियममा एकदमै हाइएस्ट रन स्कोरर हुने सम्भावना देखिएको छ। हस्त धन्यवाद।